विराटनगर 3 त्रिवेणी चोकमा भाडाको घरमा बस्दै आएका गङ्गा ढकाल र गीतादेवी ढकाल यतिबेला आफ्नो 8 वर्षीय छोरा भुवन ढकालको उपचारका लागि सहयोगको याचना गरिरहेका छन्। भुवन केही वर्षदेखि सास रोकिने गम्भीर स्वास्थ्य समस्यासँग जुधिरहेका छन्। भुवन एडेनोइड हाइपरट्रोफीको तेस्रो तहको समस्याले पीडित छन्। उनको नाकको पछाडिको भागमा रहेको एडिनोइड ग्रन्थि अत्यधिक बढेर श्वास-प्रश्वासको बाटोको ठूलो भाग छेकिन्छ। यही कारण उनी राति सुत्दा पटक पटक सास रोकिएर अप्ठ्यारोमा पर्ने गर्दछन्। सामान्य शल्यक्रिया गरेर बढेको ग्रन्थि फाल्दा फेरि समस्या बल्झिने चुनौती हुने र पटक पटक त्यसो गर्दा क्यान्सरको जोखिम हुने चिकित्सकहरूले सल्लाह दिएका छन्। यति मात्र होइन, जन्मजात रूपमा भुवनको 2वटा करङ पनि दबिएका कारण मुटु र फोक्सोमा अतिरिक्त दबाव पर्ने गरेको चिकित्सकहरूले बताएका छन्। 3 छोरीपछि जन्मिएका एकमात्र छोराको अवस्था दिन प्रतिदिन चिन्ताजनक बन्दै जाँदा परिवार मानसिक र आर्थिक रूपमा सङ्कटमा परेका छन्। गङ्गाले छोराको उपचारका लागि विराटनगर र काठमाडौँका अस्पताल धाउँदै आएका छन्, तर राम्रो उपचारका लागि आर्थिक स्रोतको अभाव बेहोरिरहेका छन्। उपचारका क्रममा चिकित्सकहरूले भुवनको स्वास्थ्य समस्यामा सुधार ल्याउनका लागि शल्यक्रिया गरी बढेको एडिनोइड हटाउन निकै संवेदनशील अपरेसन गर्नुपर्ने र त्यसका लागि खर्च पनि लाग्ने सल्लाह दिँदै आएका छन्। तर गङ्गा र गीतादेवीले धेरै पैसा जोहो गर्न सकेका छैनन्। छोरोका उपचारका लागि जटिल शल्यक्रिया गर्न कम्तीमा पनि 10 लाख रुपैयाँ लाग्ने भएपछि उनी सहयोगी दानवीरको पर्खाइमा छन्। नेपालमा सम्भव नभए भारतका सुविधा सम्पन्न अस्पतालमा समेत उपचारका लागि लैजान सुझाव पाउने गरेका छन्, तर आर्थिक अभावकै कारण उनी अघि बढ्न सकेका छैनन्। मेरो बाबु 5 वर्षको हुँदाखेरिदेखिको मैले समस्या समाधान देखेर कोशी हस्पिटल र नोबेल मेडिकल कलेज र न्युरो हस्पिटल घुमाएर त्यसको विराट टिचिङ, त्यसैले समस्या यहाँ सावधान नभएर मैले काठमाडौँसम्म पुऱ्याएँ। यहाँ एउटा हिजोहरू टिमर जस्तो देखिएर यहाँ सास नलीमा देखिएर काठमाडौँ लग्यो र मुटुको भल खराब छ भनेर त्यस पछाडि यहाँबाट कान्तिपुर बाल अस्पताल लग्यो। कान्तिपुर बाल अस्पतालमा नभएर हामीले मनमनमा नभएर हामीलाई टिचिङमा लगेर हामीले टिमर एउटा पलाएको छ भने एउटा चाहिँ टन्सिल बढी भनौँ र त्यसैले हामीले 2टै अपरेसन गऱ्यौँ र लागत हामीहरूलाई त्यतिखेर पनि अपुग भयो पैसा र हामीले सङ्कलन गरेर त्यतिखेर पनि गरेको र फेरि पछिल्लो साल पनि मैले फेरि लगेँ काठमाडौँ लगेर फेरि पलाएर फेरि लगेर मैले त्यो टिमरलाई फ्यालेँ छिलेर फेरि अहिले तपाईँको फेरि 2 साल भयो। 2 साल भएपछि फेरि टिमर फेरि पलायो र यहाँ फेरि सबै हस्पिटल न्युरो कोशी नोबेल अहिले सबैलाई चेक गर्दाखेरि फेरि छिल्नै पर्छ काट्नै पर्छ भनेर भन्यो। त्यसैले आर्थिक कमजोरी भएको अवस्थाले गर्दाखेरि मैले यो बाबुलाई दिल्ली लाने योजना गरेको हुनाले गर्दाखेरि आर्थिक कमजोरी र हाम्रो घरको स्थिति कमजोरी भएको हुनाले गर्दाखेरि गङ्गाको स्थायी घर सुनसरीको बराह क्षेत्र नगरपालिका 5 स्थित कालाबन्जर हो। तर त्यहाँ कुनै पुर्ख्यौली सम्पत्ति नभएका गङ्गा वर्षौंदेखि विराटनगरमा भाडामा बस्दै आएका छन्। विगतमा उनी पत्रपत्रिका घर घरमा पुर्याउने काम गरेर परिवार चलाउँथे, तर आफूले चलाइरहेको साइकललाई मोटरसाइकलले ठक्कर दिएर दुर्घटना परेपछि त्यो काम पनि छाड्नु पर्यो। अहिले स्वास्थ्यमा केही सुधार आएपछि विराटनगर स्थित शक्तिमाता हार्डवेयरमा सामान्य काम गरेर परिवारको जीविका चलाइरहेका छन्। सीमित आम्दानीले दैनिक खर्च धान्नै कठिन भइरहेका बेला छोराको लाखौं रुपैयाँको उपचार खर्च जुटाउनु उनका लागि असम्भव जस्तै बनेको छ। हरेक रात छोरा सुत्दा सास रोकिने दृश्य देख्नु पर्दा आफू र परिवार निरन्तर चिन्तामा बाँचिरहेको गङ्गा बताउँछन्। विराटनगर 3 स्थित मोडर्न एरा बोर्डिङ स्कुलमा कक्षा 2मा पढ्दै आएका भुवनलाई अहिले विद्यालयले निशुल्क पढाइ दिँदै आएको छ। भुवनकी आमा गीतादेवी ढकाल सोही विद्यालयमा सरसफाई गर्ने काम गर्दै आएकी छन्, तर त्यति काम गरेर आएको पैसा महँगो औषधिका लागि समेत पर्याप्त छैन। न्यून आर्थिक अवस्था भएका गङ्गा र गीतादेवीले छोराको उपचारका लागि दैनिक रूपमा महँगो एन्टिबायोटिक किन्न सक्दैनन्। आर्थिक अभावका कारण उपचारबाट वञ्चित हुन पुगेका 8 वर्षीय भुवनको जीवन बचाउन गङ्गा र गीतादेवी ढकालले सबै सहयोगी मनहरू, सामाजिक सङ्घ-संस्था, दाताहरू तथा सरोकारवाला समक्ष सहयोग र याचना गरिरहेका छन्।